the gospel clearly and explicitly states his death, right? सुसमाचारको पुस्तकले एकदम क्रिस्टल क्लियरली स्पष्ट प्रकारले के बताएको छ भने यीशु ख्रीष्टको मृत्यु भएको बताएको छ। However, तर पनि some critics deny the death of Jesus Christ. यीशु ख्रीष्टको मृत्युको बारेमा उनीहरूले विरोध गर्छन्, तिनीहरूले इन्कार गर्छन्, यीशु मरेन भनेर इन्कार गर्छन्। Okay, critics such as Muslim scholar Sheikh Ahmed Aoun. Sheikh Ahmed Aoun यो चाहिँ के हो? मुस्लिमको स्कलर हो, विद्वान मान्छे। ओके, यसले यीशु ख्रीष्ट मरेन भनेर भन्छन्। यो व्यक्तिले चाहिँ यीशु ख्रीष्ट मरेको छैन भनेर कसरी प्रुभ गर्छ भन्दाखेरि चाहिँ कुरानको अनुसार चाहिँ उसको बेस टिचिङ चाहिँ कुरान हो, त्यहाँदेखि फेरि बाइबल तर्फ पनि जान्छ। ओके, अकॉर्डिंग टू कुरान को 4:7 to 58 देखि 58 मा हेर्यो भने के लेखेको छ भन्दा जीसस डिड नट डाई अन द क्रस। अनि यसको बेसमा चाहिँ यो व्यक्तिले भनेका छन् यीशु ख्रीष्ट मरेको छैन। अनि मुस्लिम स्ट्रङली बिलिभ्स, मुस्लिम विश्वास गर्छ दैट जीसस डिड नट डाई अन द क्रस, यीशु ख्रीष्ट चाहिँ मरेन क्रुसमा भनेर भन्छ। बट दे बिलिभ सम वे गॉड रेज हिम अप, तर तिनीहरू विश्वास गर्छ कसरी न कसरी परमेश्वरले मिराकुलसली उहाँलाई के भयो त्यहाँबाट बचाउनु भयो, बौरी उठाउनु भयो भन्ने गर्छन्, तर क्रसमा मरेनन् भनेर भन्छ। What does the Sheikh Ahmed Aoun explain about death of Jesus Christ? यीशु ख्रीष्टको मृत्यु सम्बन्धितमा यो शेख अहमेद आउनले कस्तो प्रकारले एक्सप्लेन गर्छ अब हेर्नुहोस्। अब चाहिँ पोइन्टमा आउँदै जानेछु ल। अनि यो मान्छेले कसरी यीशु ख्रीष्टको मृत्यु मरेन, कुरानबाट बेस पायो, यीशु ख्रीष्ट मरेको क्रुसमा झुन्डाएन भन्ने बेस पाएपछि उसले एक्सप्लेन गरेको छ। He said that Jesus did not actually die on the cross. यीशु ख्रीष्ट एक्चुअली क्रुसमा मर्नु भएन, but that someone else was crucified in his place. तर कसै चाहिँ उसको बदली मरिएको थियो, or another person hung on the cross, कि त अर्को व्यक्ति क्रुसमा झुन्डाएको। र धेरैले भन्छ साइमन अफ सिरोन कि त यहुदा इस्करियोतीलाई झुन्डायो भन्छ धेरैले। Why did God the Father put another person on the cross? किन चाहिँ पिताले या अल्लाहले यीशुको बदली अर्को व्यक्ति त्यहाँ राखिदिनु भयो? र यहाँ के भन्दैछ, कोही यीशुको बदली मर्नु भयो भन्दैछ यो के शेख अहमेदले। यीशु ख्रीष्ट क्रुसमा झुन्डेन, तर उसको बदली कोही व्यक्ति चाहिँ क्रुसमा झुन्डायो भन्दैछ। तर किन चाहिँ पिताले चाहिँ यीशुको बदली अर्को व्यक्ति झुन्डायो त्यो चाहिँ महत्त्वपूर्ण हो। ओके, यो मान्छे मेरो एक्सप्लेनेसन होइन, बाइबलको एक्सप्लेनेसन होइन, यो व्यक्तिको एक्सप्लेनेसन। किन चाहिँ अर्को व्यक्ति झुन्डायो उनले रिजन दिएको छ, त्यो त लोजिकल कुरा बुझ्छ। किन यीशु ख्रीष्टलाई क्रुसमा झुन्डिने पर्ने जग्गामा अर्को व्यक्तिलाई झुन्डायो भन्दाखेरि चाहिँ एकॉर्डिंग टू शेख अहमेद आउन यो व्यक्तिको अनुसार जीसस डिड नट वान्ट टु डाई अन द क्रस। मेन चाहिँ किन चाहिँ यीशु ख्रीष्टको बदली अर्को मान्छे राखिदियो भन्दाखेरि चाहिँ यीशु ख्रीष्टलाई मर्न चाहन्थेन। ओके, फर दिस रिजन यीशु ख्रीष्ट मर्न चाहन्थे, त्यही भएर चाहिँ परमेश्वरले पिता पुत्रको अर्को व्यवस्था गरिदिनु भयो। किनभने मत्ती 26:39 मा हेर्यो भने यीशुले प्रार्थना गरेको छ। के प्रार्थना गरेको छ? हे मेरा पिता, हुन सक्छ भने यो कचरो मबाट हटोस्, तर पनि मैले इच्छा गरे बमोजिम होइन र तपाईको इच्छा गर्नुभए बमोजिम। यहाँ के छ, यदि तपाईको इच्छा हटाइदिनुहोस्, यो कचौरा एकदम गाह्रो थियो क्रुसमा झुन्डिनु, त्यही भएर चाहिँ ख्रीष्टलाई मर्न लागेको छैन उसलाई, राइट? अघि नै लोजिकल मान्छे थियो यो मान्छे। यीशु ख्रीष्टलाई मर्न मन लागेको छैन, अन्त उसले प्रार्थना गर्दैछ। उसले प्रार्थना गर्दाखेरि के भन्छ, आँखाबाट आँसुको बदली रगत बगाएको छ। इट वाज सो टेरेबल थियो, यो टेरेबल कन्डिसन हो, किनभने होल ह्युम्यानिटीको अगाडि मलाई नाङ्गो पार्नेछ। किनभने एभ्रिथिङ न्यू इट, सबै कुरो उहाँलाई थाहा थियो। त्यस्तो खालको कुटाइ हुन्छ
हुन्छ, मानिसहरूले मलाई यस्तो मोह गर्छ, मेरो चेलाहरूले मलाई छोड्छ, एउटाले मलाई धोका दिनेछ, अर्कोले मलाई इन्कार गर्नेछ, मलाई हिजो होसन्ना भनेर सबै भाग्नेछ, सबै कुरो उहाँलाई थाहा थियो। अनि उहाँ एक्लो हुनुहुन्थ्यो, अनि रोमी सिपाहीको हातमा पर्ने थियो, अनि प्लेटफर्मले उसलाई कुट्नेवाला थियो। त्यो सबै थाहा हुँदाखेरि चाहिँ उसले के गरेको छ, गेतसमनी बगैँचामा गएर प्रार्थना गरेको छ। अनि प्रार्थना गर्दाखेरि आँखाबाट रगत निस्केको हामी पाउँछौँ, किनभने त्यो डरलाग्दो एगोनी थियो। अनि यो प्रार्थना गर्दा त्यही भएर उसले भन्छ, यदि यो कचौरा, यो दुःख चाहिँ मबाट हट्न सक्छ भने हटाइदिनुहोस्। यसले के इङ्गित गर्दैछ भन्दाखेरि चाहिँ यो व्याख्याको अनुसार येशू ख्रीष्ट मर्न चाहन्थेन प्रियहरू, येशू ख्रीष्ट मर्न चाहन्थेन। त्यही भएर चाहिँ परमेश्वरले उसको प्रार्थना सुन्नुभयो, अनि प्रार्थना सुनेको कारणले गर्दा यीशुको बदली अर्को व्यक्ति राखिदिनु भयो भन्छ। अनि अब हेर्नुहोस् यो व्यक्तिको अनुसार, डिड अल्लाह हियर हिज प्रेयर? के यीशु ख्रीष्टले पिताले यीशुको प्रार्थना सुन्नुभयो कि भएन? सुन्नुभयो होला यो प्रार्थना गर्दाखेरि। यो व्यक्तिको अनुसार यस, यीशुको प्रार्थना पिताले सुन्नुभयो, अनि यीशुको प्रार्थना सुन्नुभयो, अनि सेभ हिम फ्रम द टेरर अफ डेथ, अनि डरलाग्दो मृत्युदेखि उहाँलाई बचाउनु भयो। एन्ड अल्लाह पुट समवन एल्स टु बी क्रुसिफाइड इन्स्टेड अफ जीसस, यीशुको बदली अर्को व्यक्ति राखिदिनु भयो। अल्लाहले उसको प्रार्थना सुन्नुभयो, किनभने बाइबल आफैले क्लियर गर्छ। मत्ती 7:9-11 हेऱ्यो भने यहाँ पाउँछ, के भन्छ, तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? यहाँ हेर्नुहोस् है, ओके, तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्नो छोराछोरीलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूको पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। एन्सर छ राइट, किनभने यीशु ख्रीष्ट बाउ असल हुनुहुन्छ, उहाँको बाउ राइट, यीशु पुत्र हुनुहुन्छ, उहाँको बाउ हुनुहुन्छ, असल हुन्छ, स्वर्गमा हुनुहुने। अनि यस्तो प्रार्थना गर्दाखेरि सुनाइ हुँदैन? यस्तो प्रार्थना गर्दा के परमेश्वरले सुन्नु होइन? त्यही भएर संसारको पिताले त छोराछोरीलाई प्रार्थना गर्दा माग्दाखेरि माछा माग्दा सर्प दिँदैन, रोटी माग्दा ढुङ्गा दिँदैन, त्योभन्दा असल पिता स्वर्गमा हुनुहुन्छ। अनि उहाँले के यीशु ख्रीष्टको प्रार्थना सुन्नु भएन? त्यो सुन्नुभयो, त्यही भएर चाहिँ उहाँलाई बचाउनु भयो राइट। त्यही भएर चाहिँ उहाँ क्रुसमा छुटिनु भएन। कहाँबाट बोल्दैछ? धर्मशास्त्रबाट बोल्दैछ, ओके, कहाँबाट? धर्मशास्त्र। According to the verses, right, God is most better father than earthly, right? संसारको पिता भन्दा स्वर्गको पिता धेरै असल हुन्छ। Therefore he heard and provided someone else for him. त्यही कारणले गर्दाखेरि चाहिँ परमेश्वरले के इन्तजाम गर्नुभयो भन्दाखेरि चाहिँ अर्को व्यक्ति इन्तजाम गरिदिनु भयो, तर आफ्नो पुत्रलाई प्रार्थना सुनेर त्यहाँबाट बचाउनु भयो, त्यहाँ टेरर डेथबाट बचाउनु भयो भनेर भन्छन्। किनभने त्यो कथा हामी आज उत्पत्तिको पुस्तकमा हामी हेऱ्यो भने इसाकको निम्ति एउटा ल्याम्ब, एउटा बलिदान आज त्यहाँनिर जुटाइदिनु भएको थियो भने ख्रीष्टको निम्ति एउटा बलिदान जुटाउनु के ठुलो कुरा हो र, राइट? 1 सेकेन्डमा परमेश्वरले इसाकको निम्ति अर्को घेउ बलि जुटाइदिन सक्नुभएको थियो। के ख्रीष्टको निम्ति जुटाउनु सक्दैन? जो चाहिँ अति नै माया गरेको पुत्र हो। किनभने म्याथ्यूले भन्दैछ, यिनी मेरो प्यारो पुत्र जो म उसँग अति नै प्रसन्न छु भन्ने छोराको निम्ति जुटाउनु सक्दैन। जुन प्रार्थना आँखाबाट आँसुको बदली रगतमा आउँदैछ, त्यस्तो प्रार्थना गर्दा के बाउको मन रुँदैन होला? द्याट मिन्स उहाँले निश्चय सुन्नुभयो, अनि यीशु ख्रीष्ट क्रुसमा झुन्डिनु भएन। अनि के भयो? उहाँको बदली अर्को व्यक्ति राखिदिनु भयो भनेर भन्छ, राइट? अब यसो भन्दा के एन्सर दिने? प्रब्लम त त्यहाँ छ, के चाहिँ एन्सर दिने? द्याट मिन्स तिमीहरूको यीशु मरेन, यीशु ख्रीष्ट मरेन, त्यसो तिमीले गरेको विश्वास पनि एभ्रिथिङ भेन हो, पाउल पनि भेन हो, पिटर पनि भेन हो। किनभने ख्रीष्टले धेरै रेजरेसनको बारेमा प्रचार, धेरै मृत्युको बारेमा कुरा गरेको छ। द्याट मिन्स अल मेसेज रङ, अनि तिमीहरू पनि के छ? रङमा छौ। अनि टु नो द ट्रुथ यु मस्ट कम टु द इस्लाम।
इस्लामले राइट एन्सर दिन्छ त्यति बेला ए भने सबै गएको चर्च खाली हुन्छ Therefore, त्यसै कारणले गर्दा if anyone preaches about Jesus dead on the cross, यदि कसैले पनि यीशु ख्रीष्ट मरेको भनेर प्रचार गर्छ भने it will be false message, यो त झुटो प्रचारक हो भनेर बुझिन्छ किनभने यीशु ख्रीष्ट मरेको छैन यदि कसै व्यक्तिले यीशु मरेको छ भनेर प्रचार गर्छ भने त्यो झुटो सुसमाचार हो किनभने यीशु ख्रीष्ट मरेको छैन एक्चुअली क्रसमा मरेको छैन यदि कसैले यीशु मर्नुभयो हाम्रो निम्ति उहाँ पापले मर्नुभयो जसले प्रचार गर्छ त्यो झुटो सुसमाचार हो त्यो झुटो सुसमाचारमा जीवन छैन भनेर भन्ने गर्छन् है अब हामी हेर्नेछौँ झुटो समाचारको बारेमा किन चाहिँ why was the apostle Peter crucified upside down आज पत्रुसलाई उदमुण्डे झुन्डाएर मारिदियो ओके उदमुण्डे झुन्डाएर मारिदियो कसलाई पत्रुसलाई उदमुण्डे झुन्डेर मार्यो कि according to Sheikh Ahmed Awal अनुसार apostle Peter was a false prophet हो यो चाहिँ false अगमवक्ता हो अनि false preacher हो किनभने he preached about resurrection and death of the Christ ओके यो व्यक्ति अनुसार पत्रुसलाई उदमुण्डे झुन्डायो किन झुन्डायो भन्दाखेरि यो झुटो मेसेज प्रचार गरेको कारणले गर्दाखेरि किनभने पत्रुसले धेरै वर्ष आज के छ यीशु ख्रीष्ट मर्नुभयो भनेर प्रचार गरेका छन् त्यही भएर यो चाहिँ लायर हो यो फल्स प्रिचर हो फल्स टिचर हो अनि त्यही कारण परमेश्वरले पनिशमेन्ट दिनुभयो किनभने ड्युटोनोमीको पुस्तक व्यवस्था पुस्तक 21 को 22 देखि 23 सम्म पढ्यो भने यहाँ यस्तो लेखिएको छ किनभने जो झुन्डाइन्छ त्यो परमेश्वरबाट श्रापित हुन्छ ओके के भन्छ व्यवस्थाको पुस्तक 21 को 23 मा तिर हेर्यो भने लास्टमा के लेखेको छ किनभने जो झुन्डाइन्छ उसलाई झुन्डाएको अपसाइड डाउन राइट त्यो परमेश्वरबाट श्रापित हुन्छ परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूको अधिकार दिनुहुने देश अशुद्ध नपार अनि जो पनि आज के छ झुन्डाएर मारिन्छ त्यो परमेश्वरबाट श्रापित हो किन यसलाई झुन्डायो भन्दा पनि यसले फल्स मेसेज प्रचार गर्यो मानिसहरूलाई कसले पत्रुसले फल्स मेसेज यीशु ख्रीष्ट मरेकै छैन तर यसले मर्यो भनेर प्रचार गर्छ त्यही भएर अल्लाह एकदम डिस्टर्ब हुनुभयो उहाँ परमेश्वर पिता रिसाउनु भयो अनि यसलाई के भन्छ झुन्डाउनु भएको छ किनभने पत्रुस झुन्डाएर मारेको छ अपसाइड डाउन उदमुण्डे झुन्डाएर मारेको छ किनभने व्यवस्थाको बमोजिम आज ऊ झुन्डिनु पर्थ्यो त्यही भएर ऊ झुन्डेर मारिदियो श्रापित हो किन श्रापित झुटो अफवाह फैलाएर ल अब हाम्रो बाइबल कता जाँदैछ अल्टो जाँदैछ है मर्यो किनभने ड्युटोनोमी पुस्तकले क्रिस्टल क्लियर गर्छ किन पत्रुस मर्यो किन उसले प्रचार धेरै उत्पत्ति उयसको प्रेरितको पुस्तकमा हेरेर जिजस क्राइस्ट मरेको बारेमा धेरै पत्रुसले प्रचार गरेको छ मैले खालि हाइलाइट मात्रै गरेको अलिकति